टुरिस्ट लज गुड मर्निङको चाहिँ नजारा चाहिँ हो गुड मर्निङ नजारा यो चाहिँ टुरिस्ट लज। आज म पर्स्याङको गुड मर्निङको पर्स्याङको नजारा देखाइरहेको छु चाहिँ अब टुरिस्ट लज यो चाहिँ पर्स्याङ बजार जाने बाटो चाहिँ सिलगढी सिधा पर्स्याङ त्यहाँ पर चाहिँ प्लाजा हाल्छ। अब त्यहाँ प्लाजा हाल्दा चाहिँ यो चाहिँ मन्टेभिट गाउँ हो। यो चाहिँ त्यहाँदेखि यो चाहिँ पहिलाको प्लाजा हल, अहिलेको चाहिँ रिलायन्स बजार बोला जान्छु। यो चाहिँ हस्पिटल, पर्स्याङ हस्पिटल सब डिभिजन, यो पिडब्ल्युडी अफिस वान वे। यो चाहिँ अहिलेको नयाँ बाटा यहाँ छ, पुरानो बाटो देखाउँछु अहिले। पर्स्याङ बजारको दृश्य हेर्नुहोस् है दाजुभाइहरू साथीभाइ। यो चाहिँ हस्पिटल, पर्स्याङ हस्पिटल डिभिजन हस्पिटल। गौतम रोड, अर्दामान रोड, डबेलहरू जाने गाडीहरू चाहिँ यहाँबाट आउँछ। टिओपीमै छ। यो चाहिँ टिओपी हो। हाट बजार जाने बाटो सुबह त खाली हुन्छ बाटो, त केही हुँदैन, जामसुम पनि छैन। घुम्नु हामी त्यति बेला आउनुपर्छ तपाईँ। यो बाटो चाहिँ डाउन जान्छ लोकल। Eagle crack, yहाँबाट मजाको देख्छ Eagle crack। टिभी टावर हो Eagle crack। स्पेसल छ। पर्स्याङ ठिकै छस्? हजुर। पर्स्याङको रेलवे स्टेसन बाटो चाहिँ सिलगढी पनि जान्छ, अम्बटी पनि जान्छ। मर्निङको नजारा चाहिँ यस्तो छ है पर्स्याङ बजारको। पम्प, पेट्रोल पम्प, पर्स्याङ बजारमा पेट्रोल पम्प। यो चाहिँ पर्स्याङको फेमस अनुतराम भन्छ नि, दार्जिलिङमा बाटा हालेको छ। यो चाहिँ पर्स्याङको
के दोकान होला यो चाहिँ ग्यास दोकान रोशनी बजार पहिलाको बाटा चाहिँ यहाँ थियो पुरानो बाटा अहिले बन्छ अब यहाँबाट चाहिँ ओह्रालो मन्टेबी जाने सुपर मार्केट पर्सेन्ट सुपर मार्केट यो हो पर्सेन्टको मैला सफा गरेर